हेलो गाइज, यति बेला हामी छौँ वीरेन्द्रनगर 5 हो कि 6 है 7 हो। उता छ होइन हस्पिटल चाहिँ कहाँ 7 नम्बर वार्डमा, वार्ड नम्बर 7मा त्यो जिल्लाको यति बेला हामी जाँदैछौँ ड्युटी हस्पिटल। उता विनोद बाइकमा, हामी चाहिँ हिँड्दै। मौसम क्या राम्रो छैन आज, शीतलको मौसम। पानी पर्ला अब गाउँतिर रोपाइहरू धमाधम हुनेछ। तराईतिर त अब उहिलेदेखि बोरिङबाट रोपाइ सुरु नै भइसकेको थियो, तर अब यो मौसम यस्तो पानी पर्ने मौसम, मनसुन एकदमै राम्रो छ। पानी पर्यो भने यता पाहाडतिर पनि अब रोपाइहरू धमाधम हुनेछ। हिजो भर्खर असार 15 धान दिवस सकिएको छ। त्यसरी मनाइएको छ। धान दिवस पनि कसले मनाउँछ भनेपछि अब घरमा कहिले पनि रोपाइ नगर्ने मान्छेहरू धान दिवस पुरा दही चिउरा खाएर मनाइरहेको हुन्छन्, देखाउनलाई। सामाजिक सञ्जालमा यस्तो देखाउनलाई जो एकचोटिमा नि पाइला टेकेको हुँदैन खेतमा, र एक्चुअल जो किसान हुन्छ उसलाई थाहै हुँदैन क्या यो सबको बारेमा। किनभने अब त्यो किसान आफ्नै मर्कामा पीडामा छन्। यो सरकारले, जेनजी सरकारले अब के को राहत दिन्छ किसानलाई थाहा भएन। तर जे होस्, एउटा आशा छ, दिन्छ होला। यति भन्दै हामी अब हस्पिटलतिर लाग्यौँ। हस् त, धन्यवाद।